र हजुरहरूले हाम्रो सिरियल भुन्टी र कान्छीलाई धेरैभन्दा धेरै माया गरिदिनु भएको लागि यहाँहरूलाई म हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। र अर्को एउटा जानकारी म फेरि पनि गराउन चाहन्छु। धेरै पहिला पनि मैले हजुरलाई जानकारी गराएकी थिएँ र हामीले जहिले पनि हाम्रो कमेन्टमा पनि पिन गरेका हुन्छौँ कि हजुरहरूले चाहिँ यो च्यानलमा आएको भिडियो मात्र हेर्नुहोला, यो मात्र आधिकारिक हो भनेर सायद कतिजनाले त्यो कमेन्ट पढ्नु भएको छैन होला। धेरैजनाले सुकुमाया टिभी भनेर नक्कली च्यानल खोल्नु भएको छ, सुकुमाया एचडी भनेर नक्कली च्यानल खोलिएको छ, मेरो सुकुमायाकै ड्रेस लगाएको फोटो छ। अनि कति च्यानलहरूले चाहिँ मैले धेरै पहिला बोलेको एउटा यो मात्र मेरो च्यानल हो, अरू चाहिँ सबै फेक हुन् भनेर भनिएको यो धेरै पहिला मैले बोलेको भिडियो कहाँबाट तानेर त्यस्तो भिडियोहरू राखेर च्यानल बनाउनु भएको छ। धेरैजनाले हाम्रो भिडियोको थम्बहरू राखेर मेरो फोटो राखेर चाहिँ हाम्रो कामलाई, हाम्रो मेहनतलाई चोरेर अनि आफ्नो च्यानल बनाएर राख्नु भएको छ। यी सबै कुराहरूबाट चाहिँ हजुरहरू बच्नु होला।